गाइज वेलकम छ तपाईहरुलाई आज मेरो नयाँ भिडियोमा। आज चाहिँ म नयाँ अपडेटमा खेल्न गइरहेको छु VR र्याङ्क। मैले स्टार्ट गरेर सुरु हुँदैछ। यहाँ गोल्ड रोयलमा नि एउटा राम्रो बन्डल आएछ। VR र्याङ्क पनि स्टार्ट भइसकेको छ। ठिकैको प्लेयर रहेछन् गाइज र प्लेनमा नि आइसक्यौं हामी। नयाँ अपडेटमा के भएछ, एयरप्लेन चेन्ज भएछ गाइज अनि यो मिल्न थालेछ। 14-15 वटा फ्रीमै दिँदो रहेछ। आफै हाल्ने आफै खोल्ने हो क्या हामी चाहिँ। ल एकछिन वेट गरौँ म्याच स्टार्ट हुनेको। अब 5 सेकेन्ड बाँकी छ। 5 4 3 2 1 स्टार्ट। म एकचोटि यहाँ फोन सेटिङ्समा गएँ, त्यसपछि आएर हेरेँ, फेरि गीत चेन्ज गरेँ। गीत चाहिँ मैले अहिले यहाँ हालेको छैन, मैले अफ गरिदिएको थिएँ। ल अब म प्लेनबाट उत्रेँ। म चाहिँ मार्स इलेक्ट्रिकमा उत्रिन आँटेको। मेरो साथीहरू नि त्यही उत्रिँदैछ। एउटा स्क्वाड जति आएको छ, 2 जना छेउमा, 1 जना छ यता, 1 जना उता उत्रिँदैछ। ल उत्रिने बित्तिकै हामीले G16 गन भेटिसक्यौं। त्यसपछि अलि अगाडि जाँदा सुपर मेडिकेटहरू, फेरि एउटा सुपर मेडिकेट। त्यसपछि अलि अगाडि गएर वहाँ अपडेटमा एउटा के आएको रहेछ मलाई पनि थाहा छैन, गिफ्ट बक्स जस्तै छ क्रिसमसको। ल हल्का लुट गर्दै गरौँ। ल मैले लुट गरेर अलि यता आइसकेँ। अब यो चाहिँ रहेछ क्रिसमसको गिफ्ट जस्तै। P90 मसँग अल्झिँदै थियो, त्यही भएर मैले लिन। हाम्रो एउटा टिममेट नक भयो, फेरि बचाइहाल्यो। त्यसले हान 1 किल। मैले चाहिँ एउटा बन्दालाई ड्यान्स दिन खोजेको, तर त्यो भित्र गयो र त्यसलाई भित्र नै हानौँ भने ल त्यसले ग्लुवल लगाएर, त मैले पनि ग्लुवल लगाएर र अलि अगाडि गएँ त मैले हातमा P90 लिएँ। त्यसपछि म यहाँ सेफमा आएँ अनि त्यसलाई गरेँ डाउन। त्यसलाई मैले फिनिस हानेँ। मेरो जुन टिममेट मरेको थियो त्यसलाई मैले दिएँ रिभाइभ दिएर यहाँ हेर्न आएँ के रहेछ, एउटा भ्याक्टर रहेछ र मैले आफ्नो सेटिङ्स मिलाउन गएँ गेमको र मेरो सेटिङ्स अन नै रहेछ। त्यसपछि म फेरि आएँ र एउटा ग्लुवल लगाएर ट्राई गरेँ, हो रहेछ। त्यसपछि म ड्रप लुट्न गएँ, एउटा ड्रप आएको रहेछ। यहाँ कोइन्स नि मिल्यो 200। यहाँ चाहिँ साइथ रहेछ, मैले साइथ पोकेँ अनि ड्रपको छेउमा पुगेर ड्रप लुट्न थालेँ। ड्रपमा चाहिँ SBD रहेछ। मैले SBD लिएर यहाँ अलि आएँ यतापट्टि। वहाँ अझै एउटा ड्रप थियो, त्यही भएर त म ड्रप भएको ठाउँ जान थालेँ। मलाई मन लागेन, त्यही भएर म फ्र्याग ड्रप धेरै टाढा भएकोले गर्दा म एकछिन यहाँ मसरुम खाएँ। मसरुमले हाम्रो EXP बढाउँछ, त्यही भएर म कुद्न थालेँ। अनि यहाँ कोइन्स रहेछ, त्यसले नि लुटेँ। ल अब ड्रपको नजिक आइसकेँ। ड्रपमा चाहिँ एउटा AWM रहेछ। सुरुमा त मलाई AWM लिन मन लागेन, त्यही भएर म गएँ। तर फेरि मलाई
एडब्लुएम लिन उयो आएर लिए। त्यहाँ P90 गयो, सर्च गर्नु थियो र मैले P90 लिएर गएँ। अनि मसँग एडब्लुएम गोली छैन, त्यही भएर हेरेको एडब्लुएममा P90 रहेछ र म ट्राई गर्दै थिएँ। साँच्चीकैमा त इन्फिनाइट हुँदो रहेछ एडब्लुएमलाई साइजमा। फेरि मैले यो क्रिसमसको डब्बा लुटेँ, त्यो P90 नै थियो। त्यसपछि म उता लुट लिन गएँ। त्यसपछि म अलि यता गएँ। त्यसरी यता फाइट चल्दो रहेछ, हेरेको कोही थिएन। त्यसपछि म अलि यता गएँ। नयाँ कोइन्स लुटेर यहाँ अपडेटमा गन चेन्ज गर्ने आएको रहेछ र मैले P90 को बदलामा बाइजन लिएँ। बाइजन लिएर म हेडलाई फुटाउन खोजेँ तर साइडले फुटेन, त्यही भएर म अलि यता आएँ। अन्त आउँदाखेरि यहाँ लुट रहेछ, मैले लुटेँ। यसमा त धेरै केही रहेनछ। MP5 रहेछ, मैले MP5 लिएर यतापट्टि धेरै लुट रहेछ मैले लिएँ। त्यसपछि मेरो टिममेट नक भयो, तर भित्र नक भएको रहेछ। त्यसपछि म अलि यता गएर त्यहाँ लन्चर हाने। त्यसपछि म बिस्तारै मुनि झर्दै गएँ र मेरो अर्को टिममेटलाई फायर गर्दैछ र एउटाले नक नि गरेछ। अहिले त 2 जना थियो, तर अहिले खै कसरी 1 जना भएछ। त्यसपछि मलाई अगाडिबाट एउटाले हान्न थाल्यो। मैले सुपर मेडिकेट युज गरेँ र त्यसलाई हान्न जाँदाखेरि मेरो टिममेटले नक गरिसकेको रहेछ त्यसलाई। अजीब लोग रहते हैं रे। त्यसपछि मैले आर्मर हिल गरेँ, लुट गर्न आएँ, तर यहाँ पनि केही रहेनछ। त्यसपछि म बाहिर गएँ र मैले सोचेँ हिट लिस्ट लिनेको। त्यसपछि म फेरि आएँ हिट लिस्ट लिनलाई। मैले हिट लिस्ट लगाएँ, तर हिट लिस्टवाला बन्दा है त्यो नजिकै रहेछ। त्यसपछि मेरो एउटा टिममेटलाई त्यसले नक नि गर्यो र मैले त्यसलाई 150 ड्यामेज दिएर ग्लुवल लगाएँ। अर्कोचोटि हान्न खोज्दा किलचोरो। त्यसपछि म त्यसको लुट लिन गएँ। 2टा एडब्लुएम भएको भए चाहिँ राम्रो हुन्थ्यो। त्यसपछि अलि यता आएँ। त्यसको लुट लिन जाँदा केही नै थिएन। मलाई फेरि सोलो डेयर लिन मन लाग्यो। किलको लागि 23 जना बन्दा लाइभ छ अझै पनि। मसँग मनी धेरै थियो। त्यसपछि म गएँ हिट लिस्ट लिन, तर हिट लिस्ट लिन जाँदा मेरो 2 टिममेट बिस्तारै गर्दै नक भइसक्यो। एडब्लुएम रहेनछ, डुबल एडब्लुएम चाहिएको थियो मलाई। सुरुमा त मैले हिट लिस्ट लिएँ, त्यसपछि रिभाइभ दिएँ। सुपर एउटा रिभाइभ दिएको, 2टै नक भइहालेछ। त्यसपछि मैले यता गएको, यहाँ देखेको थिएँ, तर यहाँ त होइन नै पो रहेछ, ग्लुवालहरू मात्र रहेछ। त्यो भएर मैले रुखमा चलाइदिएँ, धेरै साउन्ड प्रड्युस नहोस् भनेर। त्यही भएर म अलि अगाडि आएको।
यस साइडमा एउटा बन्दा रहेछ दुईटा एउटालाई एडब्ल्युएमले हाने अर्कोलाई हान्न भनेको छेउबाट नि हानिहाल्यो सुपर मेडिकेट गर्दा गर्दै एउटालाई आयो मार्दा खोजेको म नक भए मेरो एउटा टिममेट अझै बाँकी थियो अब यसको गेम प्ले हेर्नुपर्छ जित्दिनौँ जस्तो लागिरहेको छ यो म्याच त्यो त जोन बाहिर जान्छ त यसलाई मैले इमोजी पठाइदिएँ अब अझै 15 जना बाँकी लागेको रहेछ कहाँ जोन बाहिर जाँदैछ यो जोन बाहिर जाँदैछ र पछाडिबाट ड्यामेज मिल्दैछ बाइजन डुअल बाइजन एउटा इम्पोसिबल अब जित्नको लागि त गाइस आजको लागि यति नै अझै हेर्न मन छ भने हाम्रो भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला आजको लागि यति नै त हस्त धन्यवाद बाई